हेलो गाइस, आज हामी इन्टिग्रेसनको सब्स्टिट्युसन मेथडको रिलेटेडहरू क्वेसनहरू सल्भ गर्दैछौँ। अब यस्तो क्वेसन आयो भने यहाँ माइनस छ नि त, त्यसको कारणले हामी सुरुमा यसलाई के लेख्न सक्छौँ, EX लेख्ने अनि 1 + 1/EX हुन्छ, प्लस भयो। यसरी 1/x लेख्दा इक्वल्स टु dx। अब यसलाई हामी के गर्न सक्छौँ, EX माथि पनि EX जान्छ अनि यसलाई मल्टिप्लाई हुन्छ, यो सबैको यो माथि गर्दै त्यही यहाँ माथि गयो अनि त EX + 1 भयो इन्टु dx। अब यसलाई हामीले के लेख्न सक्छौँ, E2x dx अनि ax + 1 लेख्न सक्छौँ। अब यति भएपछि हामी लेट गर्ने, हामी लेट के गर्ने, लेट y = EX + 1 गर्ने अनि डिफ्रेन्सिएट विथ रेस्पेक्ट टु x गर्ने भनेपछि dy इन्टु dx = d इन्टु dx EX + 1। अब हामीलाई यो थाहा छ, यो भनेको यसको डेरिभेटिभ जहिले पनि हाम्रो EX हुन्छ, +1 को 0 हुन्छ, त्यसो भने हामी यहाँ यसलाई डाइरेक्ट लेख्न सक्छौँ, dy भनेको यो इन्टु यो हो। तर हाम्रोमा त यहाँ 2x छ नि त, 2x अब यो 2x लाई चाहिँ कसरी गर्ने भनेपछि अब देन हाम्रो के छ, यो 2x लाई हामीले EX इन्टु EX लेख्न सक्छौँ प्लस 1 प्लस EX + 1। हाम्रो यहाँ चाहिँ EX + 1 इन्टु dx लेख्न सक्छौँ। अब यहाँ हामीले एउटा के पनि बुझ्नु पऱ्यो भने EX लाई हामीले यो y - 1 पनि लेख्न सक्छौँ। ठिक छ, यति भयो। यति भएपछि अब हामी गर्ने, यसलाई हामीले y - 1 लेखौँ, यो भनेको हाम्रो dy हो अनि यो भनेको चाहिँ हाम्रो कति हो, y हो। अब यसलाई फेरि चेन्ज गर्ने, अब यसलाई ब्र्याकेटमा y 1/y गर्ने अनि dy गर्ने। अब यसलाई छुट्याइदिने, 1 dy भयो, यता 1 y/dy भयो। अब यो भनेको त हाम्रो y भयो माइनस लग y भयो प्लस c भयो। अब y को भ्यालु हालिदिने, y को भ्यालु कति छ, y को भ्यालु हाम्रो EX + 1 एउटा ब्र्याकेट माइनस लग EX + 1 प्लस c, यो हो हाम्रो एन्सर। अब फेरि यस्तो क्वेसन आयो, अब यो क्वेसन आयो भने सुरुमा हामीले के गर्ने, यसलाई सबैलाई यो गर्ने, मल्टिप्लाई गर्ने भनेपछि 2e2x प्लस e2x इन्टुमा जहिले पनि के हुन्छ, पावर अफ इन्टिजर्सको रुल्स लाउँदा यहाँ प्लस हुन्छ, तर यहाँ माइनस हुँदा 2x भयो है इन्टु dx। अब यसलाई हामीले 2 इन्टु 2x, यो भनेको हाम्रो x 0 हुन्छ, x 0 वा पावरको एनी थिङ्सको पावर 0 छ भने जहिले पनि 1 हुन्छ, भनेपछि +1 इन्टु dx। अब यति भएपछि त हामीलाई आयो, लेट y = 2x + 1। अब डिफ्रेन्सिएट विथ रेस्पेक्ट टु x गरिदिने अनि dy इन्टु dx इन्टु d इन्टु dx e2x + 1। यसलाई हामीले के लेख्न सक्छौँ, यो 2 यता लेख्ने अनि यसलाई 2 अनि x2x लेख्न सक्छौँ, यो भनेको चाहिँ 0 भयो। त्यसो भने अब dy इन्टु dx भयो। अब यसलाई हामीले 2 मात्रै बनाउनु पऱ्यो, यहाँ माथि 2 मात्रै छ नि त, 2 मात्रै वा 1 मात्रै बनाउनु पऱ्यो। अब यसलाई 1 वा 2 बनाउनको लागि हामीले के गर्नु पऱ्यो, dy अब यसलाई टक्क तल ल्याउने, वा यता 1/e2x 2 नै गरिदिउँ अनि यहाँ चाहिँ हाम्रो 1 इन्टु dx भयो। अब यति भएपछि अब हामी देनमा जाऊँ, यति भएपछि हामी देनमा जाऊँ। हाम्रो यहाँ छ, अब हाम्रो यो 2 बाहिर तानौँ, यहाँ 1 dx लाई हामीले के लेख्न सक्छौँ, 1 dx लाई हामीले के लेख्न सक्छौँ, 1 2e2x लेख्न सक्छौँ, 2x लेख्न सक्छौँ। अनि यो तलको लागि त हामीले लेट गरेको थियौँ y इन्टु y अनि यहाँ हामीले dy लेख्न सक्छौँ। अब यति भएपछि 2 यता पनि 2 निस्क्यो। अब यति भएपछि हाम्रो
अब हामीलाई EX त यहाँ मिलेन नि त, त्यसैले हामीले यहाँबाट निकाल्नुपर्छ। अब हामीलाई यहाँ E2X भनेको चाहिँ y - 1 रहेछ नि त, y माइनस यहाँ E2X लाई हामीले यहाँ E2S गऱ्यौँ, अनि y अगाडि y प्लस y, अनि यो प्लस उता गएर माइनस भयो। अब त्यो पनि हामीले यहाँ लेख्नु पऱ्यो 1/2 भइगयो। अब y त y छ 1, यसलाई हामीले y - 1 अनि y इन्टु dy गर्नु पऱ्यो। अब यति भएपछि अब हामीले यसलाई के लेख्न सक्छौँ, 2 र 2 क्यान्सल गरिदिउँ। 2 र 2 क्यान्सल गरेपछि हाम्रो यो भइहाल्यो। यो त उताकोबाट ल्याएको, अनि यसलाई हामीले 1 बनाउनको लागि त 1 त हाम्रो शून्य हुँदा y माइनस यो र यो माइनस गर्नु y माइनस y, यो माइनसले गर्दा यहाँ प्लस 1 हुन्छ। अनि यसलाई छुट्याइदिने, y छुट्याइदिने, अनि यहाँ माइनस y माइनस 1 y माइनस 1 बाई y माइनस 1 इन्टु y, अनि यहाँ y छुट्याउने, अनि इन्टु dy हुन्छ। dy हुन्छ, y र y क्यान्सल भयो, यो र यो क्यान्सल भयो भनेपछि हाम्रो यहाँ 1 हुन्छ, यहाँ dy हुन्छ। यसलाई हामी डाइरेक्ट लग y माइनस 1 लेख्न सक्छौँ। अब यो भनेको हाम्रो लग